अहिले चाहिँ के बन्दैछ यहाँनिर हाम्रो? अब यो सेवामा चढाउनको लागिलाई रोटी बन्दैछ। र आज भने अगस्त महिनाको 27 तारिक अमेरिकामा रहनुहुने सम्पूर्ण राजालिम परिवारद्वारा आज हाम्रो एक्लोन ओहायोको यो कम्युनिटी सेन्टरमा चाहिँ एक दिने सेवा लाउन गइरहेका छौँ। के आउँदैछ पापा यहाँ? यहाँ त अब पिट्नु छ अनि चुवा अब पुग्ने चाहिँ माइला लागि माइला जेठा राजाले माइला हेर्नु कान्छ खोइ दाजुभाइ धेरै रहेछ तपाईँहरू। हजुर दिलीप त नेपालमा छ, मलाई थाहा छ, मैदेखि चिनेको मैले। स्वयंको सेवामा चाहिँ आउने बित्तिकै पैसा त खट्टा भर्यो। अब यस्तो पारो म त उहिलेको सम्झनामा आएको भन्नुपर्ने भयो। अब के छ, कसरी गर्नुहुन्छ र कसरी त्यो कर्महरूलाई सफल गरिदिनुहुन्छ, यो चाहिँ अब तपाईँहरूलाई नि यो सबै आजको विधानहरू भनौँ, आजको कर्म के हो होइन, त्यो चाहिँ सबै आज तपाईँहरूमाथि नै मैले चाहिँ अब यो चाहिँ मैले जिम्मा दिएर भर पर्दैछु। र हाम्रो स्वयंको चाहिँ अब विधि स्वयंको सेवा चाहिँ अब माथि उचाइमा पुर्याउन सकिन्छ। त्यो चाहिँ अब सेवा सावा सबै तुम्याङलाई नै आज जिम्मा दिँदै आजलाई चाहिँ म यति नै भन्दै केही भनिदिनु छ कि उहाँलाई? यसो अब तुम्याङबाट पनि हामी त अब जानेर तुम्याङले धेरै जानेको हुन्छ। अब हाम्रो निम्ति तुम्याङहरूले पनि एक दुईवटा अब मेलो नछाडी कसरी हुन्छ उहाँको सुबे फापेको लागि हजुरहरूले मागहरू पुर्याइदिनु होला होइन। राम्रो तरिकाले चाहिँ तपाईँहरूले परिवारको लाभदायक उनीहरूको सौभाग्य खुल्ने होला। उनीहरूको काहीँ कतै कसरी अड्केको छ भने पनि यस्तै गालीश्राप भवन्ती यस्तै शुभ कार्य नगरेर हामी पनि सबैले प्रार्थना गर्नुपर्छ र प्रार्थना गरिदिउँ। हामी तुम्याङलाई नि बोलाएर चाहिँ एउटा जाने नजाने पनि उहाँहरूको सेवा लगाइदिउँ होइन, सौभाग्य खुलोस्। गरेर भक्ति गर्नेछौँ हामी। अब हामी सेवा सुरु गरेर चाहिँ उठौँ होला नि। सेवालाई अघि बढाउँछौँ के छ सेवा
यो बाल्यो काँटिएर छ अहिले यो खाली ल्याए त्यहाँ बन्दुक त त्यहाँनिर छ हौ यो त लुकाइहाल्छ नि इमर्जेन्सीमा मात्रै हो नि त होइन यो बल्यो गो ल अझै बालो अर्को सबै बाल्दै हुनु अब के बाहिर त हुन्छ मरिहाल्छ अहिले नबाल सही पाइसक्यो सेवा गरिदिँदा के भोक लाग्छ हौ सबभन्दा बिस्तारै खानुपर्ने चाहिँ सेवादारले ठिकै छ ए साँच्चै आमा त्यो फापरको रोटी भन्दै थियो नि पोल्नुमा मेन छम्बेन नाम या मिसा मुहीको चाहिँ एकदमै अब माङहरूले माङ्वा हाङ्वा झारोस् सबैले माङ्वा हाङ्वा एउटा दियोस् भनेर चाहिँ तपाईँहरूले सोचेर चाहिँ हाल्नु पर्यो नाममा चाहिँ पुरै चाहिँ नै शरण पर्नु पर्यो मागले चाहिँ हामीलाई चाहिँ एकदमै मुक्ति दिनु पर्यो भनेर ताम्बुङ पेट्लाको सेवा आज राजालिम स्वयंहरूले सम्पूर्ण राजालिम स्वयंहरूको आज चाहिँ हाम्रो उहाँहरूको बन्धुत्व सेवा आत्मा रक्ष सबै परिवार रक्ष धनशक्ति जनशक्ति माउवा हावा सबै मागहरूले रक्षा गरोस् र सबैमा सुख शान्ति समृद्धिको लागि उहाँहरूले ताम्बुङ पेट्लाको आज सेवा यहाँ गरिराख्नु भएको छ अहिले यो ताम्बुङ पेट्लाको सेवा भइरहेको छ सबैले चाहिँ उहाँहरूले सबैले एउटा मनोकामना पुरा होस् मागले रक्षा गरोस् भनेर सेवा गरिराख्नु भएको छ र सेवा भइरहेको छ सेवा गरिन्छ शेषे माग पुङदाम्बा र पुङसाम गरेर सबै 6वटा मागहरूको यहाँ सेवा हुन्छ र हो यसरी नै यहाँनिर स्थापना गरेर मागहरूलाई सबै उहाँहरूलाई चाहिँ सम्बोधन गरेर उहाँहरूलाई स्थापना गरेर उहाँहरूको एकदमै मुन्डन बासहरू उहाँहरूलाई सेवा गरिरहेका छौँ ल हाम्रो पनि सेवा लिदिनु होला सेवा हाम्रो पनि छ के पाक्यो आमा आज दाची भइसक्यो दासी काटेर रेडी छ अब दाल उम्लेर उचालेपछि दासी पकाउने दाल पाकिरहेछ चना मटर पाकिरहेछ बी पनि पाको ए अहिले चाहिँ हामी यहाँनिर एकदमै हाम्रो राजालिम स्वयंको गाडी श्राप लु मजाले फकिदिनु पर्यो ए तुम्याङहरूले लु
पाँचजना सम्झाङ बसेर बगाएकै बगाएको बाउ बाजे कुकुर बाजे सुप्रो बाजेले पनि तपाईँको नराम्रो काम गाली श्राप गरेको छ भने नि कुखुरा काटेर चाहिँ तिमीहरू उँभो नलाग्नु, माटो छोएर उँभो नलाग्नु, पानी छोएर उँभो नलाग्नु, 33 कोटी देवी देवता भाकेर उँभो नलाग्नु भनेको छ भने पनि आज यो पानीले तपाईँहरूको यो गाली श्राप भन्ती चाहिँ पुरा यहाँनिर आज बगाएर लैजाओस् है। तपाईँको ताँबा छोएर, सुन छोएर, चाँदी छोएर तपाईँको छुट्टिँदाखेरि जग्गा जमिनमा बाजेको छ भने पनि तरुनी तन्देरी भएर तरुनीसँग बाजेको छ भने पनि आज गाली श्राप गरेको छ भने पनि यो पानीले चाहिँ तपाईँहरूको चाहिँ आजदेखि सबै लैजाओस् है। बाबा सोममा खापुसोममा आगो छोएर कसम खाएर क्रिया खाएर हरेक प्रकारको चाहिँ तपाईँहरूलाई चाहिँ यो दिएको छ। त्यसरी गाली श्राप उँभो नलाग्नु, तिमीहरू उँभो लाग्नु भनेर दिएको छ भने पनि आज तपाईँहरूको चाहिँ यो गाली श्राप भन्ती चाहिँ सबै नै जानुपर्छ र तपाईँहरूको सुपे फापे हुनुपर्छ। तपाईँहरूको चाहिँ जय जन्म हुनुपर्छ। हाम्रो यो सबै तुतिम्याङको हामी सबै किराँतीहरूको तपाईँहरूलाई आशीर्वाद लागोस् भन्ने हामी भन्दै आज यो गाली श्राप सबै बगेर जाओस् है। सबै कुरा चाहिँ यति गाली श्राप यसले चाहिँ सबै चाहिँ लैजाओस् तपाईँको भन्दै भन्नु परोस् भन्दै यो हजुर आँखा हराउँदै भेट्दाखेरि कसको छोरी कसको के हो भन्ने सोध्ने उता छोरी राजालिम बन्धुहरूको सेवाको प्रसाद अनि खानु खाइरहेको छु म चाहिँ खुसीका कुराले राजालिम सहयोगमा आफ्नो ताकत नेतृत्व जहिले राजालिम सहयोगलाई कल्याण गरौँ ल त हाम्रो यो सेवा अपनी हाथ का फूल पनि लिनु होला राजा
अगाडिको यो मन्त्री पनि यो मन्त्री अब कति त पार्न सक्दैन नि राजालिम परिवारहरू राजालिम बन्धुहरू मिलेर चाहिँ 108 यो क्लास सजाएर 8 दिशामा 8 वटा यो क्लास सजाएर सवाए यो लाग्दा सेवाहरू मुतरी त फुल पनि खेरो जान्छ होला अस्ति पनि धेरै ल्याउँदा फ्याँक्नु पर्यो भनेको गाली सारा बगाउँदा सबै देउता गर्दा चाहिँ धेरै लाग्छ नि खेती पेसा दोगोनो मिकी मुआगे मासिकेना वयो रातरी भाले वंती थथयो मामा हावा को
Nantang heksan kotese ko abang tamse kotese nosa bakana koyo raja lima koyo nosa tanman laksa kawan mewa ile हामी चाहिँ कुयाङ सेवा गर्ने के पाक्यो हुँदैमा अचार रोटी तरकारी